हेलो एन्ड नमस्ते सबैजनालाई सन्चै आरामै हुनुहुन्छ होला। आफ्टर लङ टाइम फेरि पनि म भिडियोमा उपस्थित भइसकेकी छु र आज 2025 को लास्ट डे रहेको छ र आज मैले भिडियो बनाउने निर्णय लिएकी छु र पक्कै पनि 2026 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु र अब म ढिला नगरिकन म मेरो भिडियोलाई कन्टिन्युटी दिने प्रयत्न गरिरहेकी छु र म फाइनली रेडी भइसकेको छु। त्यस्तो धेरै रेडी त भएको छैन, अलिअलि टचअप गरेर चाहिँ अहिले रेडी भएको छु र 12 बजी चाहिँ सेन्ट्रुम जाने भनेर रेडी भएको हो, तर अहिले चाहिँ 8 बजिसकेको छ र 8 बजी नै रेडी भएको छु। अनि मैले केही पनि खाएको छैन, अब भोक लागेको छ। लेट्स सी म के खान्छु हेर्नु होला है त साथीहरू। र मैले डिसाइड गरेर रामेन खाने भनेर मसँग सिन रामेन थियो, त्यो खाने निर्णय गरेर मेरो सिन रामेन पाक्दैछ ल खानुपर्छ सँगै। रामेनै देखेन कि के हो, खाए ल। 5 तलाबाट यसरी कुदेर जानुपर्ने हुन्छ ढोका खोल्नलाई माथिबाट, किनकि ढोका लक राखेको छ कि गाह्रो छ नि लिफ्ट नभएको घरमा 5 तलेमा बस्नु पनि होइन। यस्तो मजाले रामेन खाँदै थिएँ त के गर्ने, दिदी आइपुग्नु भएछ, ढोका त खोल्दिनै पर्यो, त्यही भएर यसरी कुद्दैछु। तर लास्ट चिसो हो यार, यतिको लगाएर झर्दा पनि मलाई लास्टै चिसो फिल भएको छ। जाडो भयो, जाडो अच्छा म भिडियो गर्दै आएको छु कि 5 तला माथि बस्नुको बेफाइदा भनेर हेर्नुहोस् गाइस, यस्तो हुन्छ। हिउँ पऱ्यो ल, अच्छा यत्तिकै लाएर आउँदा नि हेर्नुहोस्। हेलो ल, आज दिदीलाई मेरो भ्लगमा स्वागत छ। अनि आज दिदीको मेरो चाहिँ उस भएछ कि सेम म्याचिङ भएछ कि, अलि तपाईँको अलि डार्क रहेछ, मेरो डार्क रहेछ, तपाईँको अलि नेपालबाट ल्याएको ह्याप्पी न्यु इयर। अझै छ बाँकी, बाहिर के छ? बाहिर हिउँ छ, चिसो हो। अनि सेन्ट्रुममा के छ? मान्छेहरू छ कि छैन कि के छ? के लिन पर्छ र? लिइसक्यो के लिएर आउनु अरे ल गाइस। तर यस्तो लाइटले चाहिँ राम्रै देख्छ कि। ल गयौँ ल एकछिनमा सेन्टरमा गएर देखाउँछौँ, हेर्नु होला। हेलो साथीहरू, हामी फाइनली रेडी भएको अवस्था। के गर्नु, बाहिर चिसो भएको कारणले यस्तरी जानुपर्ने भइरहेको छ है। र आजको हाम्रो आउटफिट अफ द डे हेर्नु होला गाइज। यहाँ हुनुहुन्छ मन्जु दिदी, मन्जु द डन। यता हेर्नु न, यहाँ हो नि, यहाँ ल तपाईँ यता देखिराख्नु भयो क्या छ। ल तपाईँको आजको आउटफिट अफ द डे के भन्नुहोस् तपाईँको? यतिकै राम्रो हुन्थ्यो, फेरि बाहिर चिसो छ, चेन पुरै यसरी लगाएर मोटो मान्छेले गाह्रो। ह्याप्पी न्यु इयर, ह्याप्पी न्यु इयर, ह्याप्पी न्यु इयर। कडा देखिछ आजको, खतरा जाडो छ हो, खतरा जाडो। आजको न्यु इयर चाहिँ न्यु इयर स्पेसल यस्तै भयो। त्यही पनि हेलो गाइज, अहिले चाहिँ हामी प्लेजेन्ट सेन्ट्रुममा छौँ र आज चाहिँ विगतको वर्षहरूमा जस्तो पटाका पड्काउने नरहेछ। भर्खरै थाहा पायौँ हामीले पनि आइसकेपछि। तर यहाँको झिलिमिली रमाइलो देख्दाखेरि चाहिँ सबै राम्रो छ, रमाइलो छ, सबैजनाहरू उपस्थित हुनुभएको छ। तर पहिलाको जस्तो तुलनामा चाहिँ मान्छेहरू कमै हुनुहुन्छ। ल अब भने हामी एकचोटि अलग्ग घुम्छौँ होइन, तपाईँहरूलाई देखाउँछौँ। तपाईँलाई हाम्रो यो सेन्ट्रुमको भ्यू चाहिँ कस्तो रहेको छ देखाउँछौँ। यो चाहिँ हाम्रो क्रिसमस ट्री रहेको छ होइन। अनि त्यसपछि यो चाहिँ सेन्ट्रुम हो हाम्रो, यी देख्न सक्नुहुन्छ। यो जहाँ त्यहीबाट देख्छ होइन। मामा दामी देखिरहेछ माथि। आकाशमाथि जुन बनेर
आउँछौ कि तिमी